अगबरे खुर्सानीसँग स्वाद लिँदै खर्याप्प खानु पर्यो। यो त अगाडि बढी भएछ त। आजको हाम्रो चाहिँ अब खाना चाहिँ अब लटेको सागको स्वादसँग खाने हो। यी खुर्सानी चाहिँ यहीँ छ, यी पानी चाहिँ बोतलमा छ। ल त साथी, आज फेरि ढेँडा खाएको के अरे भिडियो ल्याउनु गएको थियो। अब यो आउनुपर्छ। यो चाहिँ राँगाको हो। खतरा पड्के त है खुर्सानी त। भिडियो त अगाडि बढी भएछ त। आजको हाम्रो चाहिँ अब खाना चाहिँ अब लटेको सागको स्वादसँग खाने हो। यी खुर्सानी चाहिँ यहीँ छ, यी अब सिद्राको अचार, सिद्रा पनि छ यहाँ। अमिलो पानी खानलाई गिलास, पानी चाहिँ बोतलमा छ है साथीहरू। ल त साथी, आज फेरि ढेँडा खाएको के अरे भिडियो ल्याउनु गएको थियो। अब आज चाहिँ खानाकै हो। हजुर आइटम देखिसक्नु भएको छ है। हामी दसरीको भिडियोलाई माया गरिदिनु होला भन्न चाहन्छु। हजुरको भिडियो पनि मौका आइपुग्यो भने म त्यसै गरी माया गर्नेछु। आजको आइटम चाहिँ त्यही हो, खुर्सानी, सिद्राको अचार थियो। अनि आदरणीय बुवा आमा, दाजुभाइ तथा दिदीबहिनीहरू देशमा या विदेशमा छरेर बस्नुभएको जुनसुकै कुनामा बाट नै तपाईँहरू हेर्नु सक्नुहुन्छ होइन। अनि त्यही भएर मेरो भिडियो, हाम्रो भिडियो हेरिदिनु भयो भने हजुरले धेरै धन्यवाद भन्दै अहिले चाहिँ हामी अब खाना थाल्छौँ है त। यो हाल्नुपर्छ आलु यो चाहिँ राँगाको हो, स्पेसलवाला। स्पेसल यो चाहिँ भन्नु हुँदैन, फेरि अर्कै कमेन्ट आउँछ। भयो सरी भयो, आफूलाई मलाई त भयो। ल त अब लटेको सागसँग भात अनि स्पेसल राँगाको मासु, अगबरे खुर्सानीसँग स्वाद लिँदै खर्याप्प खानु पर्यो। सिद्रा यहीँ छ, चाहियो भने सिद्रा यहाँबाट टिप्नु पर्ला है। अमिलो अमिलो ओहो साथीहरू, अमिलो हेर्नुहोस् त कस्तो दामी रसिलो अमिलो छ यो। यसलाई त यसर निचारेर हालेपछि त होइन मिठो हुन्छ त। खतरा हाल्नु सकिन्छ दिदी। ल त साथी, फर्स्ट कुरो चाहिँ यो खुर्सानी टोकाउँ है त। कस्तो लाग्छ? केही नानी टोक्नुहुन्छ फेरि, म चाहिँ फेरि यो साग नानी सक्दैन। अब एक दिन ढेँडाको भिडियो पनि आउँछ हजुर। चाहिँ पाहाडको मासु हजुर। नुन बिसान पनि मजाले पिसेर राखेको छौँ क्या। अमिल टोक्दैन कि गरेर कता हो
यो चाहिँ अमिलो चाहिँ खतरा भएछ है आफ्नै बोटको हो बारीको फेरि त आँखा बन्द गराउनु पर्दो रहेछ है बाबा मुखमा नलागे नि आँखामा लाग्ने कुरो नि हुँदो रहेछ सिद्रा चाहिँ यसै गरी भुटेर खानेवाला साथी हो एकदम मिठो हुन्छ झुरुम झुरुम म त पोले जस्तो लागेको थियो बाबा तपाईँहरूले भुट्नु हुँदो रहेछ है पोल्ने तेल चाहिँ हालेर किन हालिकन तेल हालेर भुट्ने चाहिँ अर्को ठुलो सिद्रा त्यो पोल्ने चाहिँ त्यति साह्रो यस्तो टेस्ट आउँदैन सिद्रा साथी हो अहिले त मौसम पनि ठिक छ 2 दिन भयो बाबु मेरो पङ्खा नचलाएको बाहिर घामै लगायो नि पानी परेछ लट्टेको साग गाबा चिप्ले भेन्डी मिसाएको छ हजुर यसमा त हेर्ने हुँदा मात्रै यो सागको टेन भएको हो एक डोलो खाना त दिनुपर्ने बाबाले खाना सुनचाँदी दिँदैन ओहो ठुलो रहेछ त उस्तै उस्तै दिनु नि एउटा त्यो दिनु जाला ए पनि टिप्नु त्यो खानुपर्छ नसक्दैन हो मलाई नि बढी भयो थोरै दिनु राख्छु काँडेले खान्छ अब एकैचोटि मुनि झ्याम्की झ्याम अनि झ्याम्की झ्याम दिने जबरजस्ती हान्छु चाहिँ काँडेले खान्छ जहिले भाकर दिनु पर्थ्यो उहाँबाट है
तर पड्के त खुर्सानी त सानो भन्नु पटक्क पिरो नि अघि बढिहाल्छ यो पिरोले राख जम्मिँदैन है कुरा पट्टामा गर्नुपर्छ भित्र पोल्छ त हो नि एउटा मात्रै सार्नु पऱ्यो अब सानो खालको अरू सबै अरू खुर्सानी हो खुर्सानी घरकै तिनवटा ल्याएको एउटा छोरीले मजाले पकायो ग्राम पुवाट पाराले त्यसको ग्यास भरिरहेको रहेछ कति पड्काउनु त बाबाले मात्रै मैले सिद्राको अचारसँग त्यो टोकेर पड्काउँछ त अघि बढेको खुर्सानी धेरै नै पिरो हाल्नुहुँदैछ त्यो तपाईँले यहाँको नसा निस्किन्थ्यो एक त हाम्रो खाना रुच्ने तरिका नै त्यही हो खुर्सानी हो हामीले नि जान्ने कि मेरो हातले त बल पुगेन त्यसलाई रिसा यो पनि त अब बढी होला फेरि के हो टोक्ने थियो हामीले त्यसमा झन् कराएर समिलो कता हाम फाल्यो है फेरि हाम फालेको त छोड्नु होला नि फेरि बुढीहरूका लान्छ भन्छ त्यही भएर टपक्क तिरेर खाइहाल्नु मिठो झरेको झन् मिठो हुन्छ सट्टै तान्यो भने यसको राख त खतरा हो कतिचोटि बाबालाई पनि सकेको देखाएको थिएँ मैले हुन्छ नि अस्ति यस्तो त्यो खतरा छ यति चाहिँ कालेर दिनुपर्छ यो पनि हालिदिनु सायद यसमा यसमा हालेर दिने हो यो यहाँ छ बिचार त्यसले पनि लु राँगा भयो कुकुरलाई पनि यस्तो आम्मामा हाम्रो यहाँ ढुकुरेलाई बसिरहेको छ काले ल हिँड अब यसलाई देखाउनु पर्यो दिदा देखाउनु हो मेरो काले हेर्नुहुन्छ मेरो घर रखर गर्ने काले छ नि यहाँ हेर्नु सक्नुहुन्छ है ल हेर्नुहोस् यहाँ लडिरहेछ सलक्क अब लगाइदिनुपर्छ है त्यही भएर अब छोरीको पनि सक्यो मामा होइन अब यो भिडियो पनि लामो भइसकेको छ आजको लागि चाहिँ यो भिडियोलाई चाहिँ अब यही समाप्त गरेर अर्को भिडियोमा भेट्ने बाचा राखेर हजुर सम्पूर्णसँग चाहिँ हामी बिदा लिन चाहन्छु अहिलेको लागि चाहिँ हस्ते नमस्ते है त